हाई दिले गुड मर्निङ। एक्चुअली आज हाम्रो यहाँ सानो कम्युनिटी हल बनाउँदैछु। हेर्नुहोस् यहाँ नजारा कम्युनिटी हलको गर्दैछ। केटाहरू सबै गर्दैछ मजाले। ल यहाँ काम चल्दैछ आज हाम्रो रतनको ट्र्याक्टर काम चल्दैछ। भाइहरू छ नाला खन्दैछ बढियाले। यहाँ चाहिँ आज हाम्रो कम्युनिटी हल बन्दैछ गोसाई पर्खा सोसाइटीको है। तर के छ पुरै बहुत छ नि मुनि त के छ नि खावा नि तलको तल बस के हाम्रो यहाँ के भन्दैछ आज? अब यो हाम्रो कम्युनिटी हल गोर्खा कम्युनिटी हल बनाउने प्रयास गर्दैछु अब होइन। ठिक छ। जस पहिला चाहिँ नाला खटाएको छ र यसो मान्छेहरू यहाँ आइदिनु फरुवा बेल्चा लिएर आउनुहोस् ल। सन्जु भाइ ठिक छ नि? शिवराज भाइ एकदम बढिया यार दुनिया लगाउँदैछु। चल्ल चल्ल अब हामी रेडी गर्नुपर्ने छ। ल ल धेरै धेरै आवश्यकता छ हामीलाई एउटा कम्युनिटी है। त्यही त त्यसको लागि हामी प्रयास गर्दैछु र प्रयास गर्नु पनि आवश्यकता छ। अवसर जरुर छ। हामी सबै आज आएको छौँ। ठिक छ भाइ हाम्रो यो चाहिँ सक्सेस हो है। सक्सेस होस् है हाम्रो यो चाहिँ काम गर्दैछु। यो ठाउँ हेर्नुहोस् कस्तो दामी फुल्ने चिज है बढियाले। सबै मिलेर हामी गर्दैछौँ काम। यो सब मेहनत गर्दैछ है। हेर्नुहोस् हामी कस्तो मेहनत गर्दैछौँ यसमा। बढिया हुनुपर्छ नि भाइ। मम्मी दाजु हाम्रो बोस यहाँ मुकेश मामा यहाँ छ भाइहरू। कान्छा कस्तो मेहनत गर्छ हेर्दा। अस्ति भएर बिमार भएर नि अहिले हेर्दा कस्तो है कान्छा ठिक छ? अहिले ठिक छ नि कान्छा हेर्दा भन्दा बिमार भएर अहिले काम गर्दैछ नि हेर्दा। यस्तो हुनुपर्छ मान्छे। देखो त्यो कसको लागि? हाम्रो सोसाइटी नै हाम्रो यो सोसाइटी हलको लागि बनाउन यति बिचरा यति मेहनत गर्दैछ उसले होइन। यस्तो हुनुपर्छ कुना कुनामा मेहनत गर्नुपर्छ है। मेहनत नगरी कहाँ पर्दैन होइन पाउनु बन्नु है। कसैलाई चप्री चाहियो भने आउनु भन्नु यहाँ लिनुलाई। के ल्याउनु? चप्री माथि मात्रै छाउने यो हाम्रो कहाँ गयो लेडिज सरदार? त्यहाँ बसिरहेको छ लेडिज सरदार यहाँ। हेर्नुहोस् यस्तो हिलोमा काम गर्दैछु यति मेहनत गर्दैछु है। बनाउँदैछ धागो खिच्यो। मेहनत गर्दैछु सक्सेस होस् यो हाम्रो कम्युनिटी हल। उहाँ साइडमा भएको नि त्यहाँ पानी त्यता नजाओस् न। मेहनतको फल मिठो भयो ठिक छ। सक्सेस भयो नि के कसो छ त? हो राम्रो कुरा हो होइन भन्दा हो। सक्सेस हुन्छ नि किन हुँदैन नि? सक्सेस गर्नुपर्छ है। हामी सब गोर्खाले आँटो त आँट्यो आँट्यो है त्यही कारणले किनकि हाम्रो बहुत जरुरी पनि छ यहाँ होइन हल बनाउनु। होइन सबैले मेहनत गरिरहेछ। अब के आउँछ रिजल्ट है आर्मीको तर्फबाट। हाम्रो यहाँ बहिनीहरू हुनुहुन्छ सबै है। माटो फ्याँक्दैछ यति मेहनत गरेछ बिचरा। कस्तो फिल हुँदैछ बेलचा हाल्दाखेरि? हो ठिक हुँदैछ आराम है। खतरा छ नि हाम्रो हेर्नु नि। अनि के अरे कलम चलाएको राम्रो कि बेलचा हालेको राम्रो? कहाँ भाइ? अच्छा ठिक सबै गर्नुपर्छ है। ठिक छ सबै समाजको लागि सबैजना
सही सही ल ल ल ठिक छ सब मिलेर गरिरहेछ है हाम्रो भाइहरू सबै आइरहेको थियो आज हेर्नुहोस् यहाँ सबैजना शिवराज भाइ है आजको नाप्चाप भयो नि भाइ आजको नाप्चाप चाहिँ भयो है ल आजको काम चाहिँ अब यतिमै टुङ्गो नि हाम्रो यो आज त्यतिकै थियो है जुन उद्देश्यले हामीले आज काम थालेको थियो पुरा भयो हजुर पनि झारे हामीले नाली पनि बनाइदियो आज काम चाहिँ यति बिस्तारै बिस्तारै हुन्छ ल ल ल ल ल ठिक छ ओके हजुर ओके ल हेर्नुहोस् हाम्रो यहाँ दाजुभाइहरू दिदीबहिनीहरू सबैले गरिरहेछ मिहिनेत गरिरहेछ है सित्यो काम बसेर थाके बिचरा है काम गरेर अलिअलि पुरा किचनमा गरेको तलबाट गरेर आएको ल है आजको भिडियो चाहिँ यति हो हाम्रो भेटौँला सक्सेसको बात है